ए, हजुरको नाम के हो, घर कुन ठाउँमा छ हजुरको? मेरो घर सुर्खेत राबियाचक पञ्चपुरी 6 मा। हजुरको कुन बिरामी थियो? पाइल्स फिसर थियो। अहिले अहिले ठिक छ? अहिले सन्चो भएको छ। हजुरको के समस्या थियो और अहिले कस्तो के छ? अर्को मान्छेहरूको लागि नेपाली मान्छेहरू या अर्को जुन पेसेन्ट छ नि पाइल्सको, त्यो पेसेन्टको लागि हजुर के भन्न चाहिन्छ? मलाई पहिला धेरै वर्षदेखि यो भएको 15-16 वर्ष भयो। पहिला अप्सन गरेको थिएँ इन्डियामा। हजुर 1 वर्षसम्म ठिक भयो, फेरि उस्तै भइहाल्यो। त्यही भएर यहाँ आएर ठिक भएको छ। मेरो यताको जो ट्रिटमेन्ट भएको छ हजुरको, त्यहाँ मेरो यता जो ट्रिटमेन्ट छ त्यो ट्रिटमेन्टको चल्दाको टाइममा के रेस्ट गर्नु पर्छ कि पर्दैन? नै 1 दिन मात्रै हल्का दुखेको थियो, त्यसपछि केही रेस्ट गर्नु परेन। मैले पुरा काम गर्न मिलेको थियो। मेरो यता त बिना अपरेसन हजुरको ट्रिटमेन्ट भएको छ। त्यही ट्रिटमेन्ट चल्नेको टाइममा हजुरको कति दिन टाइममा हजुरको ठिक भएको छ? 1.5 महिनामा। 1.5 महिनामा ठिक भयो। 1.5 महिनामा। हजुर। त्यो त हजुरको थाहा त पाउँदैन कस्तो ट्रिटमेन्ट भएको छ, त्यस्तो पेनहरू के त छैन? नै केही छैन। दुख्ने यताउता हिँड्दा उठ्दा बस्दा केही हुँदैन। काम धन्दा गर्नेहरूमा केही त गाह्रो छैन? नै गाह्रो छैन, सब काम गर्न मिल्छ। हजुर नेपाली मान्छेहरूलाई के भन्न चाहन्छु अन्तिममा? सबै यहाँ आउनुलाई, हस्पिटलमा आएर उपचार गर्नु होला, ठिक भएको छ। मैले पनि विश्वास गरेको थिएन पहिला, इन्डिया अप्सन गरेर फेरि भएको, फेरि हुन्छ कि सन्चो हुँदैन कि सोचेको थिएँ। अहिले मलाई पुरा विश्वास लाग्यो, सन्चो भएको छ मलाई। त्यसैले सबै आएर यहाँ उपचार गर्नु होला। हजुरहरूको त्यस्तो बिरामीमा पीडित छ भने मेरो कल्याणी क्लिनिकमा आउनुहोस्, सम्पर्क गर्ने। मेरो क्लिनिकको सम्पर्क गर्नुहोस्। त्यसमा स्क्रिनमा नम्बरहरू हुन्छ, त्यो नम्बरमा फोन गरेर हजुर 7 और 8 का भित्रमा एपोइन्टमेन्ट लिन सक्छ, या व्हाट्सएप गरेर 1 घन्टा भित्रमा बिहान 7 बजेदेखि 8 बजेसम्म नाम लेखाइदिनुहोस्। त्यसपछि हजुरको मेरो क्लिनिकमा बस्नेको टाइम हुन्छ 9 बजेदेखि बेलुका 6 बजेसम्म। मेरो यहाँ जुन बिरामी छ भने पाइल्स, फिस्टुला र हाइड्रोसिलको, ती बिरामीहरूको म बिना अपरेसनमा ग्यारेन्टीको सहित उपचार गर्दैछु।